माघे संक्रान्तिमा लड्डु नखाने त कुरै भएन र त्यसको लागि पहिले त हामीले घिउ र पानी हालेर गुडलाई यसरी पगाल्नुपर्छ अनि त्यसलाई छानेर चाहिँ गुडलाई मजाले उम्लिन दिनुपर्छ। ल्वाङ सुकमेलको धुरो र काजु बदाम हालेपछि झन मिठो हुन्छ। त्यसपछि हामीले तिललाई मजाले यसरी भुट्नुपर्छ। भुटिसकेपछि चाहिँ हामीले अघि बनाएको गुडलाई यसरी माथि हालेर मजाले चलाउनु पर्छ ताकि सबै तिलमा गुड पसोस् भनेर। अनि त्यसपछि हातमा चिसो पानी लगाएर यसरी गोलो गोलो बनाउनु पर्छ। लड्डु बनाउँदा ध्यान दिनुपर्ने कुरा चाहिँ गुड तातो हुन्छ, त्यसैले हाम्रो हात चल्न सक्छ। कालो तिलको लड्डु बनाए जसरी नै सेतो तिलको लड्डु पनि बनाउन सकिन्छ। लड्डु बनाउँदा यदि तासिएन भनेदेखि हामीले चाहिँ त्यसमा गुड थप्नुपर्छ र यदि साह्रो हुँदै गयो भनेदेखि त्यसलाई सानो आगोमा हिट गराउनु पर्छ। मैले चाहिँ भुजा, सेतो र कालो तिलको लड्डु बनाएको थिएँ। यो लड्डु बनाउँदाखेरि चाहिँ हामीले धेरै थिच्नु हुँदैन किनभने भुजा धुजा हुन सक्छ। यो माघे संक्रान्तिमा हजुरहरू जहाँ भए पनि आफ्नो परिवार साथीभाइहरूसँग मिलेर लड्डु खान नबिर्सिनु होला। ह्याप्पी माघे संक्रान्ति टु एभ्रिवान।